त्यसले चाहिँ क्लोजनेस जरुरी छ नि विपक्षी तर्फबाट भन्ने आफूले दिएको हुन्छ कि भने विपक्षी तर्फबाट मात्रै बोलिदिनु भयो बन्डिङ भनिसक्यो त्यो भाइब जान्छ क्या पोजिटिभ भाइब रोशन गाडी मात्रै हुनुहुन्थ्यो राम्रोसँग त्यो गणतन्त्रलाई कन्सोलिडेट पनि गर्नुभयो समीक्षा राम्रो गर्नुभयो त लास्टमा ठिक छ तर 2 मिनेट भयो आज मूलत सामान्य सभामुखज्यूले अब यो बजेट अधिवेशनमा हिजो जुन बजेट भाषण मान्य अर्थमन्त्रीज्यूबाट भयो त्यो बजेटमाथिको छलफल त्यस पछाडि विनियोजन विधेयकको तयारी मन्त्रालयगत अब शीर्षकहरूमा छलफल कसरी चलाउने भन्ने हाम्रो संसदको जो क्यालेन्डर बनाएर संसद चलाउने हामीले सुरु गरेका छौँ त्यसमै छलफल भयो छलफल गर्ने क्रममा अब कार्यव्यवस्थाले एउटा तयारी गरेर क्यालेन्डर ल्याएको छ त्यसमा हाम्रो कुरा चाहिँ अब प्रतिपक्षका हिसाबमा हामीले सामान्य सभामुखज्यूलाई पनि र अन्य सत्तापक्षी साथीहरूलाई पनि हामी आन्दोलनमा छौँ राजसभा लगायत प्रमुख प्रतिपक्षी हामी सबै आन्दोलनमा छौँ कि देशमा यति ठुला भ्रष्टाचारका व्यथितिका घटनाहरू बाहिर आउँदाखेरि पनि सरकार चाहिँ नि तदनुरूपको कार्य नगर्ने यति छताछुल्लो भएर एउटा आम नेपाली मान्छे काम गर्न जाने ती साधारणभन्दा साधारण मान्छेहरूलाई पनि अनेक गरेर भ्रष्टाचार गर्ने तिनलाई दुःख दिने एउटा मानव तस्करसम्म भन्न लागेका घटनाहरू घटिरहँदाखेरि पनि सरकार गम्भीर नहुने र नियमित केही भएको छैन केही गरेका छैन जस्तो नियमित प्रक्रियामा जाने जो उहाँहरूले गर्नु खोज्दै हुनुहुन्छ हाम्रो उहाँलाई आज हामीले निवेदन पनि गऱ्यौँ हाम्रो आन्दोलनको सुनवाई होस् हामीले हिजो एउटा संवैधानिक दायित्व महसुस गरेर एउटा जिम्मेवार राजनीतिक पार्टीका हिसाबमा त्यो बोध गरेर हामीले बजेट 15 गते ल्याउने जो हाम्रो संवैधानिक व्यवस्था तदनुरूपको लागि मात्रै हो अब अन्य कुरामा राजसभा लगायत प्रमुख प्रतिपक्षी हामी आन्दोलनमा छौँ हाम्रो आन्दोलनको मुद्दाहरूको सम्बोधन हुनु पर्यो अनि मात्र सदन अगाडि जान्छ अनि मात्र अरू काम हुन्छ अन्यथा हाम्रो जो आन्दोलन हामी जहाँ छौँ हामी त्यहीँ छौँ हामीलाई पछिल्लो समय केही नयाँ सूचनाहरू केही नयाँ सन्देशहरू यो घटनासँग सम्बन्धित केही अरू कुराहरू आएका छन् त्यो पनि हामी सदनमा जानकारी गराउँछ र हाम्रो आन्दोलन जारी राख्छौँ राजीनामा जवाब चाहियो छानबिन समिति भन्नु पर्यो त्यसले चाहिँ क्लोजनेस जरुरी छ नि विपक्षी तर्फबाट भन्ने आफूले दिएको हुन्छ कि भने विपक्षी तर्फबाट मात्रै बोलिदिनु भयो बन्डिङ भनिसक्यो त्यो भाइब जान्छ क्या पोजिटिभ भाइब रोशन गाडी मात्रै हुनुहुन्थ्यो राम्रोसँग त्यो गणतन्त्रलाई कन्सोलिडेट पनि गर्नुभयो समीक्षा राम्रो गर्नुभयो त लास्टमा ठिक छ तर 2 मिनेट भयो आज मूलत सामान्य सभामुखज्यूले अब यो बजेट अधिवेशनमा हिजो जुन बजेट भाषण मान्य अर्थमन्त्रीज्यूबाट भयो त्यो बजेटमाथिको छलफल त्यस पछाडि विनियोजन विधेयकको तयारी मन्त्रालयगत अब शीर्षकहरूमा छलफल कसरी चलाउने भन्ने हाम्रो संसदको जो क्यालेन्डर बनाएर संसद चलाउने हामीले सुरु गरेका छौँ त्यसमै छलफल भयो छलफल गर्ने क्रममा अब कार्यव्यवस्थाले एउटा तयारी गरेर क्यालेन्डर ल्याएको छ त्यसमा हाम्रो कुरा चाहिँ अब प्रतिपक्षका हिसाबमा हामीले सामान्य सभामुखज्यूलाई पनि र अन्य सत्तापक्षी साथीहरूलाई पनि हामी आन्दोलनमा छौँ राजसभा लगायत प्रमुख प्रतिपक्षी हामी सबै आन्दोलनमा छौँ कि देशमा यति ठुला भ्रष्टाचारका व्यथितिका घटनाहरू बाहिर आउँदाखेरि पनि सरकार चाहिँ नि तदनुरूपको कार्य नगर्ने यति छताछुल्लो भएर एउटा आम नेपाली मान्छे काम गर्न जाने ती साधारणभन्दा साधारण मान्छेहरूलाई पनि अनेक गरेर भ्रष्टाचार गर्ने तिनलाई दुःख दिने एउटा मानव तस्करसम्म भन्न लागेका घटनाहरू घटिरहँदाखेरि पनि सरकार गम्भीर नहुने र नियमित केही भएको छैन केही गरेका छैन जस्तो नियमित प्रक्रियामा जाने जो उहाँहरूले गर्नु खोज्दै हुनुहुन्छ हाम्रो उहाँलाई आज हामीले निवेदन पनि गऱ्यौँ हाम्रो आन्दोलनको सुनवाई होस् हामीले हिजो एउटा संवैधानिक दायित्व महसुस गरेर एउटा जिम्मेवार राजनीतिक पार्टीका हिसाबमा त्यो बोध गरेर हामीले बजेट 15 गते ल्याउने जो हाम्रो संवैधानिक व्यवस्था तदनुरूपको लागि मात्रै हो अब अन्य कुरामा राजसभा लगायत प्रमुख प्रतिपक्षी हामी आन्दोलनमा छौँ हाम्रो आन्दोलनको मुद्दाहरूको सम्बोधन हुनु पर्यो अनि मात्र सदन अगाडि जान्छ अनि मात्र अरू काम हुन्छ अन्यथा हाम्रो जो आन्दोलन हामी जहाँ छौँ हामी त्यहीँ छौँ हामीलाई पछिल्लो समय केही नयाँ सूचनाहरू केही नयाँ सन्देशहरू यो घटनासँग सम्बन्धित केही अरू कुराहरू आएका छन् त्यो पनि हामी सदनमा जानकारी गराउँछ र हाम्रो आन्दोलन जारी राख्छौँ राजीनामा जवाब चाहियो छानबिन समिति भन्नु पर्यो